अर्को बाइक राइडपछि चाहिँ हामी चाहिँ यो एउटा चौतारा जस्तो ठाउँमा आइपुगेको छौँ अनि धारा पनि रहेछ रहनु त तर धारामा चाहिँ पानी नआउँदो रहेछ हामीले फेरि पानी नै बोकेर आएनौँ तिर्खा चाहिँ लगाइरहेछ तर पानी चाहिँ बोकेर ल्याइदिएन ठिकै छ अब एकछिन यहाँ थकाइ मारेर चाहिँ हामी फेरि पुनः बिसिलतिर चाहिँ जान्छौँ है त साथी अहिले चाहिँ हाम्रो बाइक बिग्रियो खै के भयो पिकअप दिएन तान्दै तानेन बाइकै अब के गर्नु अब फेरि हिँड्नु पऱ्यो अब बिस्तारै कति टाइम लाग्छ भोक लागिसक्यो खाना पनि खाएको छ नि बिहान हामी चिया नास्ता मात्रै गरेर आएको बिस्तारै हिँड्छौँ है त बाटो चाहिँ यहाँ ढलान गरेको रहेछ माथिपट्टि चाहिँ हाम्रो चाहिँ बाइक बिग्रिहाल्यो अब हिँड्नै पऱ्यो के गरेको हो काटेको हो ए यो चाहिँ कुन गाउँ हो नानी कुन गाउँ हो यो हो अहिले चाहिँ हामी भुस्मी गाउँमा आइपुग्यौँ अब हामी एकछिन यहाँ चिसो पानी खान्छौँ एकछिन रेस्ट गर्छौँ त्यसपछि पुनः फेरि बिसिलतिर लाग्नेछौँ हामी चाहिँ अहिले भुस्मी गाउँमा आइपुग्यौँ भुस्मी गाउँमा चाहिँ सानो चिटिक्क परेको चाहिँ किनारा पसल रहेछ सबै ढुङ्गाले छाएको रहेछ छाउनु पनि किनकि दाइ पसलको दाइ हुनुहुँदो रहेछ पसल पनि यस्तो राम्रो चिटिक्कको सफा एकदमै राम्रो रहेछ म दाइसँग छोटकरीमा सानो केही कुराहरू गर्छु दाइ नमस्ते नमस्ते दाइको नाम चाहिँ मेरो बलबहादुर तामाङ हो सर ए त्यही त हामी चाहिँ तपाईँहरूको गाउँमा घुम्न आएको त्यही त यहाँ पिसिल जानु चाहिँ कति लाग्छ त यहाँबाट पिच हिँड्नु जानु हामी अब हिँड्नु सक्नेलाई अब 1 घन्टाको बाटो 1 घन्टा है आरामले 1 घन्टाको बाटो ए मान्छेहरू त गइरहेको छ होला त यहाँ है हजुर मान्छे चलिरहन्छ राम्रै छ ए अब चाहिँ बर्खा लाग्यो अब चाहिँ मान्छे कम हुन्छ होला हजुर अहिलेसम्म शनिबारको छुट्टीको टाइममा त चलिरहन्छ हजुर बर्खाको टाइममा त अलि कमै हुन्छ ए यहाँ चाहिँ सम्पूर्ण गाउँ सबै तामाङ गाउँ होइन हजुर टोटली तामाङ गाउँ ए 50 घर धरि छ लगभग यहाँ हजुर ए दाइलाई धेरै धेरै धन्यवाद है वेलकम ल्याउ न मलाई 10 रुपियाँ दियो भनेर ल्याउ मसँग 10 रुपियाँ छ त्यस्तो खिच्ने यत्रो क्यामेराले त पहाड भुस्मीबाट हिँड्दै पैदल यात्रा गर्दै आएको छौँ यो चाहिँ बाटो चाहिँ पुरा सिधी एकदम राम्रो रहेछ बाटो चाहिँ उकालो रहेछ बाटो चाहिँ एकदमै राम्रो लाग्यो मलाई चाहिँ अब हामी लगभग 15 मिनटमा पुग्छौँ होला पछि अहिले चाहिँ खुब थकाइ मार्दै बसिरहेको छ पानी खाँदै
फाइनल्ली हामी चाहिँ पिसी रिसोर्टमा आइपुगेका छौँ। अब हामी एकछिन खाजासाजा पनि खान्छौँ अनि एकछिन यहाँको भ्यूहरू हेर्छौँ अनि यहाँ फोटोसोटो पनि खिच्छौँ। त्यसपछि हामी फेरि यहाँबाट तल झर्नेछौँ। गाइज अहिले चाहिँ हामी पिसी लाएर टक्कै खाजा खान गएको थियौँ है। खाजा चाहिँ मिठो छ जस्तो लाग्यो मलाई। हेरौँ अब कस्तो बनायो भाइहरूको रेस्टुरेन्टमा। सो त्यही नै हो, विनोद दाईले भिडियो खिचिराख्नु भयो। विनोद दाईको च्यानललाई एकदमै धेरै साउट आउट छ है। त्यही नै एकदम पिसफुल छ ठाउँ, सबैजना घुम्न आउनु होला। ल यति नै हो मेरो त। अहिले चाहिँ हामी चाहिँ पिसी गएर फर्किँदैछौँ। अहिले हामी चाहिँ यो लभली डाँडामा चाहिँ एकछिन चाहिँ थुक्कै मार्न बस्दैछौँ। हामी एकछिन यहाँ थकाइसके मार्छौँ। त्यसपछि फेरि रिसोर्टतिर झट्टक्क झर्छौँ।